छोरीलाई जति माया दिएर पुग्दैन बुहारीलाई छोरी त अर्काको घरमा जाने जात हो अरूलाई स्याहार समार गर्ने जात हो नि त बुहारी भने त आफूले सहारा नै बुहारी हो छोरो त कहाँ अब आज घरमा छ भने भोलि कहाँ पुग्छ थाहा हुन्न नि त घर बस्नु त बुहारी भनौँ न त्यो त पहिलाको जमाना हो हुन चाहिँ त्यो अब भनाइमा चाहिँ त्यो भन्नुपर्छ होइन अब बुहारीले पनि केही गर्न सक्छ केही गरेर देखाउँछ कतै जान्छ जान त तैपनि उसले त्यो बुहारीले दिने जति माया छोरीले दिन नि सक्दैन खाना दिन नि सक्दैन केही अब भनौँ न अब आफूलाई कहीँ दुख्या छ भने मैले छोरी घरमा छ टाढा छ अब त्यो छोरीलाई छोरी मलाई यो दुख्यो भनेर बिसाउँदैन बुहारीलाई भनेपछि त बुहारीले त मम्मी हजुरलाई के भयो भनेर तेल लाउने अथवा कहाँ दुख्यो भन्ने औषधि खुवाउने होइन त्यो त बुहारीले गर्ने भनेपछि छोरीलाई जति माया दिएर बुहारीलाई पुग्दैन